हेलो गाइस, यतिखेर चाहिँ म खोलामा छु अनि म चाहिँ खास गरेर फिसिङ गर्न आएको थिएँ। गर्मी पनि छ होइन, मौसम यस्तो घाम लागेर छ होइन। अब खोलामा माछा त छैन होला, हाल्ने करेन्ट लाउने गरेर माछा सब सकाएको जस्तो छ। तैपनि यसो रमाइलो हुन्छ होइन। अनि खोलामा आउँदाखेरि नेटवर्क लाग्दैन, त्यस कारणले मैले यो वकिटकी युज गरिरहेको छु। यो चाहिँ घरमा इमर्जेन्सी कुरा गर्नु पऱ्यो होइन, यदि घरबाट मलाई कल गर्नु पऱ्यो भने चाहिँ यो युजफुल हुन्छ भनेर मैले लिएर आएको छु। यदि तपाईँहरू यो वकिटकी खरिद गर्न चाहनुहुन्छ भने म लिङ्क डिस्क्रिप्सनमा छोड्नेछु, त्यहाँबाट तपाईँहरूले यो सामान चाहिँ अर्डर गर्न सक्नुहुन्छ। यो वकिटकीले चाहिँ यहाँ ट्याक्क हालेको छु, अनि घरबाट कल आइहाल्यो भने त यहाँ बज्छ नि त होइन, ट्याक्क सुन्छ अनि त्यसपछि कुरा गर्न मिल्छ। अनि मेरो ब्याग रेडी भइसकेको छ है, यो ब्याग भइहाल्यो, ट्याक्क ब्याग भित्रिहाल्यो होइन। अनि यो चाहिँ खासमा माछा जम्मा गर्नलाई हो है। अनि त्यसपछि म चाहिँ आज जाल हान्न आएको है। यो जाल चाहिँ मलाई विनोद मामाले ल्याइदिनु भयो, अनि विनोद मामालाई धेरै धेरै धन्यवाद है। पर्छ कि ओ परे माछा। ओ माई गड, ओ माई गड, तिनवटा परेछ।